के तपाईको कम्मर बिख हुन्छ? लु आज जान्नुहोस् त्यसको उपाय जे कसरी यहाँबाट छुटकारा पाउनु हो। अब कम्मर बिख के कारणले भएको छ पहिले त्यसलाई जान्नु पर्यो, खोज्नु पर्यो, त्यहाँ पछाडि त्यसलाई दबाई गर्नु पर्यो हैन। अब कुरो भयो कम्मर धर्नुहोस् कोही बेला सड्किन्छ नि, जस्तै कि हिँड्दा हिँड्दै खसक्कै लाग्यो बाङ्गो के बा टिप्ता त्यो बेग्लै हो, बा जसको पर्मानेन्टली छ त्यो बेग्लै हो। कम्मर दर्द विभिन्न कारणहरूले हुन्छ र सधैँ नै पुरा बिख छ भने डाक्टरकामा गएको राम्रो, डाक्टरसँग सल्लाह लिनुपर्छ। त्यही पनि हामीले घरुवा भावे पनि कतिपय उपाय गर्न सकिन्छ। त्यसमा कोही उ छैन, जुन प्राकृतिक भावे जडीबुटीबाट बस यो बा एक्सरसाइजबाट हो त्यसरी पनि हामीले ठिक गर्न सकिन्छ। र मेरो कहिलेकाहीँ भयो भने म कुन तरिकाले ठिक गर्छु त्यो तपाईहरुलाई बताउन जाँदैछु र सुन्नुहोस्। आजकल त यो बेमार प्राय घरमै भइ नै रहेको छ र यसको प्रतिकारको लागि हामीले निश्चय बहुत जुझ्नु परेको छ, कष्ट भएको छ, कामको ताडना केको ताडना विभिन्न कारणले हैन। अच्छा सुन्नुहोस्, जुन तपाईहरुलाई म भन्छु जुन जुन सड्केको हो त्यो वस्तुमा मैले थुप्रो डाक्टरको उ हेरे जे हामीका कतिपय मान्छेहरूले उनले तान्दे बा मालिस गरिदिए उ गर्दे हो त्यस्तो भन्छन् नि, लेकिन त्यो गलत। हामीले कोही सड्क्योहरू भने त्यसलाई तानतुन गरेर झन् त्यसलाई उपार्नु हुँदैन। त्यो वस्तु कुन ओले अप्ठ्यारो परेकाले भएको छ र त्यसलाई तपाईहरुले पहिले फास्ट के गर्नु पर्यो भने त्यही हिसाबले जुन हिसाबले सड्केको छ त्यही हिसाबले नै एउटा केको सहारा लिएर गएर सुत्नुहोस्, ठीक छ। बिछनामा त्यही हिसाबले सुत्नुहोस्, 1 घण्टा आरामसे आराम गर्नुहोस् र त्यसले 1 घण्टासम्म सजिलो तालले सुत्नुहोस्। जता तपाईलाई आराम लाग्छ लागिले सिरानी टिरानी लगाउनुहोस् खुट्टामा माजामा बडा सुविधाजनक भावे, जाते त्यो फेरि खडाक कुडुक नहोस्। हैतु त्यो 1 घण्टा भित्रमै अगर उछ हुनु छ भने ठिकमा आउँछ। अर्को अब जुन पर्मानेन्ट हिसाबले जुन हुन्छ, जस्तो कतिपयको अब बलियो बेसी मान्छेको पनि कम्मर बिख प्राय नै भइरहन्छ बा खाद्यबाट पनि हुन्छ, हजम भएन ग्यास हुन्छ, ग्यासबाट आजकल बेसी ग्यासबाटै हुन्छ भन्छन् कम्मर बिख र विभिन्न समस्याहरू छन्। र हामी प्राकृतिक भावे त्यसलाई त्यो दरदलाई कसरी माने ठिक गर्न सकिन्छ भने धर्नुहोस् तपाईहरुको घरमा लुकेल आलु हुन्छन्, तिनीलाई पातलो पातलो गरेर काट्नु भयो, सुतेर मजाले लगाइदिनु भयो, त्यसले तपाईहरुको बिख तान्छ। यो बहुत राम्रो उपाय हो। सेकेन्डमा तपाईहरुलाई दुईवटा म योगा देखाउँछु जो कम्मरको लागि रामबाण माने साबित भएको छ र अब तपाईहरुलाई म देखाउँछु। ऊ भानिजी आका छन्, म लिएर आउँछु अब भानिजलाई उनबाट तपाईहरुलाई देखाइदिन्छु जे कुन हिसाबले गर्दा तपाईहरुको कम्मर दर्द दिनभरिको थकान बा बिख त जसले हुन्छ त्यसले जान्दछ नि र आराम पाउनुहुन्छ, एकदम शान्ति पाउनुहुन्छ। र तपाईलाई अब भागिन यता भान्जा भान्जा पहिले फास्ट सिधा हैन यसरी हैन घोप्टे पारेर सुत, घोप्टे यो हेर्नुहोस् यो भयो। अब यो यसरी अब यो खुट्टा एकदम खेलिरहनु पर्यो जेन तपाईहरु के एउटा गर्दा पनि यो मुद्रासनमा बहुत गर्नुहोस्, बुझ्नुभयो। यो वस्तु जति सक्छ यी गुरुहा यहाँ टच भएको राम्रो। यो भयो एउटा, यो तपाईहरु गरिरहनु 2-4 मिनेट हैन, तपाईहरुलाई जति टाइमसम्म राम्रो लाग्छ। यो त त्यसै पनि मान्छेले सुत्दा कतिपय अगाडि हामी सानामा त्यस्तै गर्थ्यौं हैन, त्यसै नै। र अब यो एउटा आसन भयो, त्यहाँबाट अर्को भयो फेरि यो भयो सिधा यसरी सुत्ता। तपाईहरुलाई म एउटा यसरी देख्ने सुत्ता मान्छेहरु सिधा यसरी सुत्छ। कम्मर बिख जसको छ यो सुत्ने बहुत नराम्रो पोजिसन। सुत्दाखेरि सधैँ यसरी त्यहाँबाट यसरी लगाएकै यो हात पहिले टेक्नु भयो, त्यहाँबाट यसरी आरामसे अनि जिउ यसरी यो स्टाइल त्यहाँबाट अर्को अब तपाईहरु यसरी नै यो धर्नुहोस्, यसरी सुत्नु भयो आरामसे सिधा आरामसे एकदम त्यहाँबाट यी खुट्टा आरामसे तपाई एउटा खुट्टा उठाउनु भयो, आरामसे उठाउनु भयो, त्यहाँबाट
आराम से यसलाई मोड्नु भयो, हेर्दै जानु है। यसलाई मोड्नु भयो नि यसरी, त्यहाँबाट फेरि यसलाई आराम से यसरी उठाउनु भयो, यो हातले एकछिन तान्नु, डर यो दुईटा हातले तान्नु भयो यो, र यसरी कसरी 1 2 3 4 5, फेरि आराम से छोड्नु भयो। आराम से पहिले यसो राखेर आराम से छोड्नु, फेरि एकछिन उ गर्नु भयो, फेरि यसलाई आराम से उठाउनु भयो, हात यसरी नै सास छोडेर उठाउनु भयो, फेरि हात दोडा ल्याउनु भयो, तान्नु भयो, 1 2, यो होइन यो यसरी नै 1 2 3 4 5, फेरि यसलाई छोड्नु भयो, आराम से राख्नु भयो, यो राख्नु भयो, फेरि यसरी। ठिक छ, यो प्रकारले तपाईँ 3 बार गर्नु। यहाँ गन्दा चाहिँ रखाउने टाइम चाहिँ 5 सेकेन्ड। फेरि यो खुट्टो उठाउनु भयो, यसरी यसरी उठाउनु भयो, त्यहाँबाट यसो, त्यहाँबाट फेरि यसो, यो तान्नु भयो, फेरि 5 सेकेन्ड रखाउनु भयो। यो तान्दा यो पुरा मांसपेशी जति उ छन् सहज एउटा स्पिडमा आउँछ, र फेरि यसलाई आराम से छोड्नु भयो, फेरि यसरी प्रकारले तपाईँ यहाँ 5 सेकेन्डसम्म रखाएर 3 बार गर्नुहोस्। त्यहाँ फेरि दुईटै एकसाथ बिस्तारै उठाउनु भयो, फेरि खुम्च्याउनु भयो, फेरि दुईटा हात ल्याउनु भयो। अब यसरी पनि हुन्छ, तपाईँहरू यो प्रकारले पनि यसरी पनि गमक्याउनु, जति सक्नुहुन्छ पुरा यो हेर्नुहोस्, जति सक्नुहुन्छ रखिनु, त्यहाँबाट फेरि आराम से छोडिदिनु भयो, फेरि यो खुट्टो यसरी आराम से यसरी तपाईँ फेरि 5 बार गर्नुहोस्। 5 सेकेन्ड रखाएर तपाईँको बेग्लै एउटा उ आउँछ, त्यहाँ पछाडि फेरि अर्को होस्, यसरी यसरी डाइरेक्ट राख्नु, यो राख्नु भयो नि, यहाँबाट यो हात यसरी राख्नु भयो, यो उठाइदिनु भयो, यो सिस्टम, फेरि राख्नु भयो, फेरि उठाउनु भयो, फेरि राख्नु भयो, फेरि रिल्याक्स दिनु भयो, एकछिन आराम से, एकछिन 1 मिनट यसो गर्नुहोस्। र अब यसरी फर्केर फेरि यहाँ हेर्नुहोस्, यो दुईटा खुम्च्याउनुहोस् आराम से, त्यहाँबाट यसरी आराम से जिउ छोडिदिनुहोस्, देख्नुभयो, यसरी आराम से यसरी आराम से आफ्नो सुविधा बिमा आराम से एकदम। फेरि अर्कोपट्टिबाट पनि यसो गर्नुहोस्, र कम्मरले सिधा हुनलाई बाध्य हुन्छ, र तपाईँको सारा हुन्छ भानिज उठा, सारा जति कष्ट छ तपाईँहरू डेली गर्न थाल्नुभयो भने आराम पाउनुहुन्छ। किनकि मेरो पनि अगाडि समस्या थियो कम्मरको, र म यसरी योगा गर्छु, अहिले त्यति प्रब्लम आएको छैन अहिलेसम्म। र मैले त एकखेप बेजी पनि हानेको थिएँ 5 वटा, उठ्नै नसक्ने, माने कस्तो बाङ्गो भएको हो त्यस्तो भने, र त्यतिखेरदेखि अनि यसको दबाई खोज्न थालेँ। र म अहिले त्यस्तो भयो भने बाइचान्स कहिलेकाहीँ भइहालेछ भने पनि त्यही विमोजिन गर्छु र ठिक भइरहेछ। र मैले भेटेको तपाईँहरूलाई बुझाइदिएँ, भान्जा उठ, र आजलाई हुन्छ, र तपाईँहरूबाट बिदा मागेँ, र निश्चय सबैको राम्रो कामना गर्दै नमस्कार। भिडियो बन्द गरेँ।